कोरियामा बस्ने एकजना युवाले प्रधानमन्त्री बालेन शाहको विषयमा यति मिठो यति चोटिलो गीत गाएका छन् साथीहरू। एकपटक यो गीत सुन्नुहोस् र गीत मन पर्यो भने तपाईहरू सबैले भिडियोलाई लाइक कमेन्ट र सब्सक्राइब गरेर एक सेयर गर्न नभुल्नु होला साथीहरू। हिम्मतवाला बालेनले नाम इतिहासमै लेखे, गरे जेनी हुँदो रहेछ भन्ने सबले देखे। कोहीले भन्थे लुसिफर हो, कोही भन्थे गजडी, उनकै शरण पर्दै छन् रे विरोध गर्ने धरी। बालेनमा देख्या छौँ आशा, पक्कै हुन्छ अब देश विकास। चुनाव जिती बालेन रवि सत्तामाथि आए, मरिसक्या जनताका आशहरू पलाए। जनताको आशको दियो निभ्न दिने छैनौ, थोरै बोल्छौ धेरै गर्छौ झुट बोलेको हैनौ। घाइते भएर लडेको छ देशको शिर उठाउनु, जीएनजीका घाइत्या घाउमा मलम पट्टी लाउनु। देश बिगार्ने किसी गार्ने तिम्रै हातको खेला, मन्त्रीमण्डल छनौट गर्दा ख्याल राख्नु यो बेला। बुझिलिनु क्षमता जे छ, भोलि फेरि पछुतो हुने छ। रवि बालेन एकजुट भएर सरकार बनाउन अहिले, हाम्रो देशलाई डगाउन नि नसकोस् कसैले। सके जति भ्रष्टाचारलाई शून्यमा ल्याइदिनु, सबजनालाई नियम कानुन एउटै बनाइदिनु। तुरुन्तको तुरुन्तै होस् पीडितलाई न्याय, बलात्कारी हत्यारालाई कडा होस् सजाय। सकेसम्म नेपालीले देशमै रोजगार पाउन्, छाक्न टरी युवाहरू कोही परदेश नआउन्। विदेशमा परेकालाई तत्काल रेस्क्यु गर्नु, कोही नपरोस् बिपिन जस्तै न्याय नपाई मर्नु। विद्यार्थीलाई मार्नेहरू सबै जेलमा आओस्, जीएनजीका भाइ बहिनीको खुनले न्याय पाओस्। हुने छैन जनताको हार, मेरो कुरा सुन्नुहोस् सरकार। हुने छैन जनताको हार, मेरो कुरा सुन्नुहोस् सरकार।